नमस्ते, म डाक्टर कृष्ण अधिकारी। आज हामी यो सिस्टमिक ल्युपस इरेथ्रोमेटोसिस एसएलई को बारेमा छलफल गर्छौं। यो एक किसिमको अटो इम्युन डिजिज हो र यसले प्राय महिलाहरूलाई बढी असर गर्छ र वयसकालको महिलाहरूलाई बढी असर गर्छ। हामीले 10 जना एसएलई को पेशेन्ट हेर्दाखेरि 9 जना महिलाहरू हुन्छन् र 1 जना मात्रै पुरुषमा भेटिन्छ र यो प्रजनन शक्ति बढी भएको बेला अथवा महिनावारी नरोकिँदै धेरैलाई असर गर्छ र यसले हाम्रो शरीरको कुनै पनि अङ्गमा असर गर्न सक्छ र कुन अङ्गमा असर गरेको छ त्यो अनुसार लक्षणहरू देखिन्छन्। जस्तै कपालमा असर गर्यो भने कपाल धेरै झरेर जाने, टुक्रिएर जाने, पातलो हुने, अझ अगाडिको धेरै टुक्रिने, अनि त्यसैगरी छालामा असर गरेको छ भने घाममा जाँदा गाला रातो हुने, यो बटरफ्लाई शेपको दाग आएर जाने, अनि मुखभित्र बारम्बार घाउ आउने, कसैलाई दुख्ने घाउ आउँछ। यसमा धेरै जसो चाहिँ माथि उसको छानामा, मुखको छानामा माथिपट्टि नदुख्ने घाउ धेरैलाई आउँछ अनि चराउँदाखेरि थाहा पाउने। अनि त्यसैगरी छालाको अरू भागहरूमा पनि असर गर्न सक्छ। जति बेला घाममा गयो त्यो दागहरू बढेर जान्छ। अनि त्यसैगरी फोक्सोमा असर गरेको छ भने फोक्सोको बाहिरको झेल्ली र फोक्सोको बीचमा पानी भरिएर जाने र कतिले त टिबीको दबाई खाएर आएको हुन्छन् र हामीले यहाँ एसएलई देखेपछि टिबीको दबाई बन्द गरिदिएका पनि हुन्छौँ। कतिको मुटुबाट फोक्सोमा लाने रगत लाने नसाको प्रेसर बढेर जाने, कतिलाई फोक्सोमा निमोनाइटिस भन्ने अथवा फोक्सोभित्र रगत बगेर जाने पनि हुन्छ। त्यसैगरी मुटुमा असर गर्यो भने मुटुको वरिपरि पानी जम्मा भएर जाने र मुटुको कुनै पनि पत्रमा असर गर्न सक्छ। मायोकार्डियम भन्ने पत्रमा असर गरेको छ भने चाहिँ मुटुले रगत फाल्न सक्ने क्षमता घटेर जाने हुन पनि सक्छ। त्यसैगरी नसाहरूमा असर गरेको छ भने नसाहरू बुच्चिएर पक्षघात हुन सक्छ। त्यस्तै गरी आन्द्राहरूमा असर गरेको छ, पेटमा असर गरेको छ भने चाहिँ पेटको नसाहरूमा असर गरेको छ भने खाना खाने बित्तिकै पेट कटक्क काटेर जाने र दिशामा रगत देखिने हुन सक्छ। त्यसैगरी लिभरमा असर गरेको छ भने हामी ल्युपोइड हेपाटाइटिस भन्छौँ। त्यसमा चाहिँ अरू कारण थाहा पाइकिन अरू धेरै कारणहरू खोज्दा पनि थाहा नपाइने तर लिभर बिग्रिँदै जाने हुन सक्छ। अर्को आमपेशीमा असर गरेको छ भने, आमाशयमा असर गरेको छ भने चाहिँ पेन्क्रियाटाइटिस भएर जाने हुन सक्छ। त्यसैगरी मासुमा असर गरेको छ भने मासु कर्कट खाने, छाम्दाखेरि पनि दुख्ने र हात चलाउँदाखेरि गल्दै जाने हुन सक्छ। अनि खुट्टाहरूको नसामा असर गरेको छ भने राति सुतेपछि पोल्ने, अनि कुनै भाग नचल्ने, नउठ्ने देखि लिएर कुनै घाउ भएपछि लामो समयसम्म त्यो निको नहुने पनि हुन सक्छ। अनि महिलाहरूमा कतिलाई यो सँगसँगै एन्टिफस्फोलिपिड सिन्ड्रोम भन्ने जोडिएर आउँछ। त्यस्तो छ भने चाहिँ महिलाहरूलाई गर्भधारण गर्न निकै गाह्रो हुने, गर्भधारण भए पनि बारम्बार गर्भपतन भएर जाने, अनि छिट्टो थाक्ने, थोरै हिँड्दाखेरि पनि छिट्टो थाक्ने हुन्छ। त्यस्तै गरी जोर्नीहरूमा असर गरेको छ भने जोर्नीहरू दुख्ने, सुन्निने, फुल्लिने र बिहान अर्त भएर जाने। यसले दिमागमा असर गरेको छ भने बारम्बार टाउको दुख्ने, उल्टासिल्टा बोल्ने, अनि बडबडाउने, अनि कतिलाई पक्षघात हुनेसम्म हुन्छ। त्यस्तै गरी आँखामा असर गरेको छ भने आँखाको ज्योति गुमेर जाने अथवा आँखा रातो हुने हुन सक्छ। किडनीमा असर गरेको छ भने
किडनी बिग्रिँदै जाने, क्रिएटिनिन युरिया बढ्दै जाने र पिसाबमा रगत देखिने अथवा पिसाबमा धेरै फिँज देखिने, प्रेसर बढेर जाने, प्रेसर कन्ट्रोल नहुने हुन्छ र रगतमा असर गरेको छ भने सेतो रगत, रातो रगत घटेर जाने, सेतो रगत अथवा रातो रगत सेतो रगत घटेपछि इन्फेक्सन बारम्बार भइरहने, अनि प्लेटलेट घटेको छ भने ब्लिडिङ भइरहने, डाबरहरू देखिने, अनि त्यस्तै गरी रातो रगत घटेको छ भने छिट्टो थाक्ने, अनि ब्लड टेस्ट गर्दा जहिले पनि हेमोग्लोबिन कम छ भन्ने, अनि आइरन खाएर बसिरहेको बिरामी र आइरन धेरै समयसम्म खाँदा पनि निको नभएको बिरामीहरूलाई यो बातको बारेमा अनुसन्धान पनि गर्नुपर्ने हुन्छ अथवा जाँच गर्नुपर्ने हुन्छ। अब यसमा के जाँच गरिन्छ त भन्दा सुरुमा त बेसिक जाँचहरू जस्तै सिबिसी, आरएफटी, किडनी हेर्ने, लिभर हेर्ने, अनि त्यस्तै गरी एएनए भन्ने जाँच गरिन्छ। बाहिर कतिले विभिन्न मेथडबाट गरेका हुन्छन् एएनए, तर त्यो गोल्ड स्ट्यान्डर्ड होइन। एएनए गर्नुहुन्छ भने आइएफए मेथडबाटै गर्नुपर्छ। त्यस्तै गरी एन्टिबडी प्रोफाइल गर्नुहुन्छ भने चाहिँ त्यो इम्युनोब्लटिङबाट गरेको राम्रो अथवा इलाइजाबाट गरेको राम्रो। इलाइजाबाट धेरै खर्च लाग्न सक्छ, सबै गर्दा इम्युनोब्लटिङबाट गरेको राम्रो। यसमा अरू जाँच गर्ने भनेको पिसाबमा प्रोटिन कति गएको छ र सुरु पटक हजुरले डाक्टरलाई भेट्दाखेरि मुटु, फोक्सो, कलेजोको जाँच गरेको राम्रो। अनि त्यसै गरी यसमा C3, C4 भन्ने जाँच पनि गर्न सकिन्छ र यसले कुन अङ्गमा बढी असर गरेको छ त्यो अनुसार जाँच फरक फरक हुन जान सक्छ। यो ल्युपस कसरी उपचार गरिन्छ त? ल्युपसको उपचार कुन अङ्गमा कुन हदसम्म असर गरेको छ त्यसमा भर पर्छ। जस्तै जोर्नी मात्रै दुखेको छ भने मेथोट्रेक्सेट भन्ने दबाई निकै राम्रो हुन्छ, अथवा छालामा मात्रै असर गरेको छ भने, यहाँ दाग मात्रै आएको छ भने हाइड्रोक्सिक्लोरोक्विन भन्ने दबाईले मात्रै पनि कन्ट्रोल गर्न सक्छ। अनि यदि फोक्सोमा असर गरेको छ, मुटुमा असर गरेको छ, दिमागमा असर गरेको छ, रगतहरूमा असर गरेको छ, रगत टुक्रिएको छ भने चाहिँ कतिलाई नसाबाट चलाउने औषधि पनि चलाउनु पर्ने हुनसक्छ। जस्तै साइक्लोफस्फोमाइड, ट्रिटुक्सिम्याब, त्यो सँगसँगै स्टेरोइड नसाबाटै दिनुपर्ने पनि हुनसक्छ। किडनीमा असर गरेकोलाई पनि त्यस्तै हुन्छ। अनि कुन दबाई खाने र कहिलेसम्म खाने भन्ने चाहिँ तपाईँको रोग कति कडा छ त्यसमा भर पर्छ। अब खानेकुरा केही बारेर यो निको हुन्छ कि भन्ने प्रश्नमा चाहिँ त्यस्तो अहिलेसम्म अनुसन्धानले देखाएको छैन र दबाई कहिलेसम्म खाने भन्ने प्रश्नमा चाहिँ धेरैलाई जिन्दगीभरि खानुपर्ने हुनसक्छ। कतिको चाहिँ हामीले 36 महिना अथवा 5 वर्षसम्म दबाई खुवाउँदाखेरि कहिले पनि रोग फर्केर आएको छैन र सामान्य अङ्गहरूमा मात्रै असर थियो भने दबाई बन्द गरेर पनि हेर्न सक्छौँ। अब यसमा घामबाट जोगिनुपर्छ। घाममा जाँदा सनस्क्रिन लगाएर जानुपर्छ। अरू धेरै बारेर यो रोग कन्ट्रोल हुने छैन।